पारी फिदाङ जाने पुलमा चाहिँ हाम्रो साथीको गाडी कम्मै पुलले भाँचेर अड्किरहेको रहेछ गाडी, त्यही भएर जाम लागेको रहेछ। यो चाहिँ अहिले म अगाडि गएर पनि देखाउनेछु तपाईँहरूलाई। एउटामा अब चाहिँ ठुलै गाडी आएछ र चाहिँ अब पर्यो चाहिँ साथीहरू आइसर गाडी बसेर यहाँ पारीको पुल भाँचेर चाहिँ हो यो पुल बिचमै गाडी चट्टै छिरेर चाहिँ गाडी यहीँ अड्केर त्यस्तो जाम लाग्यो। यो सब यो लाचुङहरू गएको गाडीहरू हो। यो चाहिँ गाडी चाहिँ यो यो आइसर यहाँ भित्रबाट राखिरहेछ। पुल रिपेयरिङ, यो पुल पनि साह्रै लामो भयो नि त, झन्डै 100 फिटको हाराहारीमा छ पुल। पुल छ अनि कहाँ थाल्छ त लोड गाडी।